Hi guys, welcome back to my YouTube channel. It's my Manish. So welcome back to my YouTube channel. अनि म आफैलाई पनि वेलकम गर्छु किनकि म 2 महिनापछि चाहिँ युट्युबमा आएको छु। अनि गाइज एउटा कुरा आज चाहिँ अब युएस को सिचुएसन कस्तो छ सिधा हामी पोइन्ट टु पोइन्ट कुरा गरौँ, अरु फाल्टु कुरा नगरौँ हैन। सो अहिलेको सिचुएसन हेर्ने भने एकदम कम स्टुडेन्टहरुले एप्लाई गरिरहेको छ, लाइक हुन्छ नि 3-4 इयर्स कै एकदम कम होला यो हैन। अहिलेसम्म युएस एउटा युनिभर्सिटीमा 60-70 जनासम्म नेपाली आउनेले अहिले चाहिँ एप्लाई नै त्यतिले गरेर आएको हुँदैन के, पहिला त्यत्रोको भिजा लाग्थ्यो हैन, एप्लाई त्यसको डबलले गर्थ्यो होला आई गेस। अब भन्न खोजेको अब मान्छेहरुले के गराएको छ युएस हैन, जसको पहिला डेस्टिनेसन युएस थियो नि उनीहरुले पनि अहिले डेस्टिनेसन चेन्ज गरेर चाहिँ अर्कै कन्ट्रीहरु एप्लाई गरिरहेको छ के हैन। युएस आउन डराइरहेको छ, जो युएस एप्लाई गरिरहेको छ नि गर्ने भनेर सोचिरहेको थियो उनीहरुलाई सोध्दाखेरि चाहिँ म त नगर्ने भयो, मलाई डर लाग्यो, प्यारेन्ट्सहरुले हैन यता चाहिँ गरौँ भन्नुभयो, यताउता त्यो वाला क्वेशन एन्सरहरु आइरहेको थियो के मलाई हैन। अनि त्यसपछि गाइज मैले अब एउटा भिडियो बनाऊ भने हैन अहिलेको करेन्ट सिचुएसन के छ, अब खासमा अहिले किन यस्तो घटिरहेको छ हैन, मान्छेहरुले एप्लाई किन गर्दैन हैन युएसमा चाहिँ। अब के छ भन्दाखेरि अब अहिले ट्रम्पले लेटेस्ट रुलहरु लिएर आएको छ हैन, अब H1B को छुट्टै भयो, त्यो त अलिकति हामी यहाँ भएकोलाई चाहिँ एफेक्ट गर्दैन हैन। त्यो चाहिँ अब लाइक इन्डियाबाट कोही सिधै माइक्रोसफ्टमा काम गर्न आउँछ हैन, H1B मा आउँछ भने त्यसलाई चाहिँ त्यही $1 लाख तिर्नुपर्ने त्यस्तो रुलहरु चाहिँ बनाएको हो। तर खै अब त्यही भनेको थियो हैन, अनि व्हाइट हाउसले चाहिँ अब अरु कुराहरु चाहिँ अब गाइज थप्दै गइरहेको छ, स्ट्रिक्ट छ हैन। अब बाहिर काम गर्यो भने रेड केसहरु गरिरहेको छ, स्ट्रिक्ट छ हैन, त्योहरु छ। अन क्याम्पस 20 आवर्स बाइक अरु गर्न दिएको छैन। अनि त्यसपछि गाइज हुन्छ नि लाइक फ्युचरै हैन, अब पढ्न त पढे हैन गाइज हैन, अब पढे त काम लाग्यो, सर्टिफिकेट भयो काम लाग्यो। तर भन्न खोजेको अब पढेपछि अब ग्रीन कार्ड H1B स्पोन्सर यताउता त्यस्तोमै लफडा भयो भने त को आउँछ त नि यहाँ हैन, बरु अर्को कन्ट्री एप्लाई गर्छ उसले, फ्युचरै अलिकति उथलपुथल छ भने हैन। त्यसपछि त्यही भयो क्या अहिलेको केसमा। मैले धेरै स्टुडेन्टहरुको मेसेज पनि आएको थियो हैन सिचुएसन कस्तो छ भनेर, अनि उनीहरुलाई पनि सोधिरहेको थिएँ मैले कोहीलाई चाहिँ लाइक हुन्छ नि उले एप्लाई गरिरहेकोलाई के गर्यो भनेको त मैले त एप्लाई नै गरिन, पछि त गर्दै गरिन हैन, लाइक त्यो टाइपको मलाई रेस्पोन्सहरु आयो हैन। अनि अलिकति नर्मल लाइक किनकि लाइक जसको उस छ नि ड्रिम छ नि लाइक युएसए हो मैले एप्लाई गर्ने, म युएस बाइक अरु कन्ट्री जान जस्तो मैले भनेको थिएँ। त्यो भन्छु भने तिमी युएस एप्लाई गर, मजाले गर। अब तिमी चाहिँ हैन पीआर फ्युचरको लागि हेर्छौ, पीआर सीआर यताउताको लागि हेरिरहेको छौ भने लाइक अरु कन्ट्रीहरु गर्न सक्छौ, किनकि यहाँ त पीआरमै डाउट छ क्या तिमीले, लाइक हुन्छ नि अब यसले निकाल्ने हो कि के गर्ने, यसको रुल अब युएस गभर्नमेन्टको रुल अब के ल्याइदिन्छ हैन। अब त्यो भन्न सकिदैन। अब त्यही देखेर पनि अब ट्रम्प अलि स्ट्रिक्ट गरिरहेको छ, त्यही देखेर पनि एप्लाईहरु नगरिरहेको हो कि जस्तो लाग्छ मलाई चाहिँ। अनि स्टुडेन्टहरुको रेस्पोन्स पनि त्यस्तै थियो हैन। तर म भन्छु यदि तिमी रियली आउन चाहन्छौ भने मास्टर्समा चाहिँ आऊ हैन, तर अन्डरग्रेडमा चाहिँ म रिकमेन्ड चाहिँ गर्दिन है। अन्डरग्रेडमा अब यसै लाइफ हार्ड हुन्छ हैन, त्यत्रो 4 वर्ष पढ्नु पर्यो, अनि त्यसपछि अन क्याम्पस 20 घण्टाले इनफ हुँदैन हैन। अनि घरबाट मगाऊ यो गर, अब गाह्रो छ हैन, बाहिर काम गर्न पाउँदैन, गऱ्यो भने समातेर घर पठाउँछ। सो त्यस्तो टाइपको भइसक्यो कि सिचुएसन हैन, लाइक त्यही भएर अहिले खुसीले पनि म्याक्सिममले एप्लाई गर्दैन कि युएसमा। अनि पहिला भिजा लाउने हैन, यतिको भिजा लाउँथ्यो कन्सल्टेन्सीहरुको, लाइक पोखराबाट चाहिँ मिराकलको यति भिजाहरुको हाल्थ्यो हैन, भिजा लाए यसको आजकल एउटा दुईटा भेटिन्छ महिनामा, त्यस्तो भइरहेको छ अहिलेको सिचुएसन भनेको चाहिँ। लाइक एप्लाई नै गर्न छोडिसक्यो मान्छेहरुले युएसलाई चाहिँ, लाइक हुन्छ नि बरु अरु कन्ट्रीहरु गइरहेको छ अहिले। यति बेला चाहिँ जापान एकदमै धेरै गइरहेको छ, अनि अस्ट्रेलिया क्यानाडा जानेहरु चाहिँ बढिरहेको छ, युएस अहिले एप्लाई गर्नेहरुको चाहिँ खासै देखिरहेको छैन मैले है। सो अब यसको सोलुसन के हुन सक्छ त भन्दाखेरि चाहिँ अब तिमी ब्याचलर नेपालमै गर हैन, अनि मास्टर चाहिँ युएस एप्लाई गर हैन, कि त अब पछि नै सोचौँला। अहिले अन्डरग्रेड चाहिँ पढौँ हैन, त्यो सोचौ भने अहिले तिमी आऊ हैन। त्यस्तो अब भिजा भन्जेलसम्म आफूले नराम्रो काम गरेको छैन भने त कसैले यतिकै निकाल्न त मिलेन नि त हैन। अनि त्यो मान्छेहरुलाई आऊ भन्छु म। अर्को कस्तोलाई आऊ भन्छु भन्दाखेरि लाइक अब तिमीलाई अब युएसए हो मेरो डेस्टिनेसन, युएसए, मलाई युएसए जान्छु, मलाई अरु कन्ट्री जानु छैन, युएसए जान्छु भन्छौ भने पनि आऊ युएस हैन। अब तिमीलाई अब पीआर को लागि पछिको लागि सोचिरहेको छौ, सेटल हुन्छु गएर झामझुम भनेको नि, अन्डरग्रेडमा आयो भने तिमी सेटल हुन एकदमै गाह्रो हुन्छ।
लाइक हुन्छ नि एकदम स्ट्रगल गर्नुपर्छ त्यसको लागि पनि रेडी भएर आउँछु भने त आऊ वेलकम टु युएस होइन सो मेरो रिकमेन्डेसन चाहिँ के छ भन्दा तिमीले गर्ने मन छ भन्दा एप्लाई गर होइन म पनि हेल्प गरेर आउँछु कतिपयलाई स्टिल तर आजकल त्यो पहिला यस्तो म्याक्सिमम स्टुडेन्टहरूको म्यासेज आउँथ्यो आजकल चाहिँ अब खै म पनि आफू इनएक्टिभ भएर होला सायद अनि एप्लाई पनि थोरैले गरेर आएको हुन्छ क्या आजकल सही भएर चाहिँ अलि हल्का मात्रै आइरहेको हुन्छ अनि गाइज अर्को कुरा होइन युएस एप्लाई गर्दाखेरि चाहिँ सेल्फ एप्लाई गरेको राम्रो होइन भयो भने ठिकै छ हुन्छ गुड लक होइन लक राम्रो छ भने भइहाल्यो होइन भने पनि अनि कन्सल्टेन्सीलाई बुझाउनु पैसा त बचत भइहाल्छ होइन सो त्यसरी सोच्नुपर्छ अनि अब यति बेला त होइन यस्तो स्ट्रिक्ट छ नि कन्डिसन लाइक पढ्नु पऱ्यो त्यो के हुन्छ नि लाइक कोर्सहरू पनि टाइममा सक्नुपर्छ कि लाइक होइन पछि चाहिँ अब एक्सटेन्ड गरिदिन्छ कि गरिदिँदैन कलेजले एक्सटेन्ड गरिदिएको I-20 होइन फेरि उता पठाउनुपर्छ त्यस्तो गरिदिन्छ कि नै अब त्यो पछिको फेरि क्लास यता लिइराखेर लम्बाउनु पनि मिल्दैन सो टाइममा पढाइ चाहिँ रफ्तार कुदाउनुपर्छ अनि काम अब अन क्याम्पस गर्नै पऱ्यो होइन अब घरबाट मगाउने यताउता त्यो यस्तो टेन्सन हुन्छ नि अन्डरग्राडमा यस्तो टेन्सन हुन्छ कि गाइज होइन यो त यो चिल हानेर आएको छ होला भन्ने सोचिन्छ होइन तर उसको व्यथा आफ्नै छ होइन लाइक उसको टेन्सनहरू उसको प्रब्लमहरू धेरै कुराको प्रब्लमहरू हुन्छ सो गाइज अन्डरग्राडमा चाहिँ म खासै रिकमेन्ड गर्दिनँ अहिलेको सिचुएसनमा होइन नेपालबाट एप्लाई गर्नको लागि तर मास्टरमा आउँछ भने त राम्रो छ होइन मास्टरमा आउँदा 5 वर्षको भिजा हुन्छ 2 वर्षको तिम्रो कोर्स हुन्छ होइन सो सजिलो छ सो सजिलो त अब त्यस्तो खासै सजिलो हुँदैन तर एज अ अन्डरग्राड भन्दा एज अ मास्टर आउन चाहिँ तिमीलाई सजिलो छ पछि तिमीले काम पाउने चान्स बढी हुन्छ होइन अन्डरग्राडको कोर्स सक्ने 5 वर्ष लाग्छ मेरो फर्स्ट सेम एउटा लिएँ सेकेन्ड सेममा गएर मेजर चेन्ज गरेँ फर्स्ट सेमको पढेको केही काम लागेन सो मेरो त्यहाँ अफकोर्स सेमेस्टर एउटा धकेलिसक्यो त्यस्तो हुन्छ अनि हार्ड हुन्छ कि एकदम 12 क्रेडिट आवर लिएर पढ्नु भनेको 12 क्रेडिट आवर एकदम धेरै हो कि खरेको चलाएर कहाँ 12 लिएर पढ्नु सक्छ भनेको यस्तो गाह्रो हुन्छ नि त्यही भएर गाइज मेरो रिकमेन्डेसन चाहिँ अन्डरग्राडमा चाहिँ अहिलेको सिचुएसनमा तिमी नआऊ र मास्टरमा चाहिँ एप्लाई गर सो यदि कुनै एप्लाई सम्बन्धी हेल्प चाहिन्छ भने चाहिँ मलाई तिमीहरूले मेसेज गर्न सक्छौ होइन म इन्स्टाको लिङ्क चाहिँ डिस्क्रिप्सनमा हालिदिन्छु त्यही हो गाइज अरू कुरा केही छ भने कमेन्ट गर्दै गर्नु होला केही क्वेसन छ भने सो धेरै भएको थियो भिडियो नहालेको साथ दिनु होला होइन साथ पाइरहेको छु होइन सो स्टिल त्यही पनि यो सेमेस्टर यस्तो बिजी छु नि म होइन लाइक अलिकति हार्ड सब्जेक्टहरू छ त्यही भएर पढ्नुपर्छ छिटो सक्नुपर्ने छ कोर्सहरू अनि त्यही भएर नि अलिकति भिडियो हाल्न पाइरहेको छैन सो अब छिटै अर्को भिडियो हाल्न पाऊँ सो थ्याङ्क यू सो मच गाइज बाई सी यू